यहाँबाटै बहरी आयो फेरि यतातिर आउनु हेर्नु दिए जम्मै सिट खाली छ ल आउनुहोस् आउनुहोस् तलै आउनुहोस् मैले बोल्दासम्म यहाँ झरम त्यसपछि यतातिर आँगनतिर आउने आज त जुम टुम 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 के रमाइलो हुन्छ आज ल सबैजना तलै झर्नु त ल आउनुहोस् त अलि रङ्गै परेन कि मेरो त ल आउनुहोस् सबैजना र सबैप्रति सम्मान छ र यति राम्रो कार्यक्रम सञ्चालन गर्नुहुने हाम्रो पिरपी पुन्जी यहाँप्रति सम्मान छ हामी त पोखरातिर नि भेट भएदैमा नै मैले त हो क्या हो ए ल ठिक छ जहाँ भयो नि आज भेट्यो नि अवसर मिल्यो यहाँप्रति सम्मान छ र यति राम्रो कार्यक्रम सत्य भव्य रूपले अगाडि बढिरहेको छ ज्ञान शिखर युवा क्लबका सम्पूर्ण पदाधिकारी यहाँप्रति सम्मान छ विशेष गरी हाम्रो मोहन पुन दाईप्रति सम्मान व्यक्त गर्न चाहन्छु हाम्रो मोहन पुन दाई खै कति जानुभयो ल मोहन पुन दाईको लागि जोरदार ताली दिनु त उहाँकै बलले ल है केटा गर्नुपर्छ भनेर उहाँको हिक्मतले उहाँको नेतृत्वले यतिसम्म भएको छ र तपाईँहरू हाम्रो भेट गराउनु पनि उहाँ नै हो ल उस्यामा हाम्रो क्याङ गाउँमा आउन पर्छ र कहाँ हो यो क्याङ भनेको मोदी गाउँपालिका त्यो पर्वतको यो पुष्पबाट आधा घन्टा हो भन्नुभएको थियो भन्नु त आउँदा आउँदै त अलिक टाढै रहेछ ठिक छ कोही बात नै बेलैमा आइपुग्यो है त ल यहाँ सबैप्रति सम्मान उहाँ पोखराबाट ल्याइदिनु हुने दाईप्रति सम्मान यसै गरी कुस्माबाट यहाँसम्म ल्याइदिनु हुने हाम्रो सोमदाई कति जानुभयो ल सोमदाई भाउजू यहाँप्रति सम्मान लगायत मसँगै पाल्नुहुने हाम्रो सम्झना लामी छाने अहिले उहाँको पनि चर्चिकालाई हेर्न बाँकी नै छ लगायत स्टेजमा रहनुहुने सम्पूर्ण भोगने पूजने आदरणीय सबैप्रति सम्मान छ आजको प्रमुख अतिथि हाम्रो यही मोदी गाउँपालिकाको उपाध्यक्षज्यू हाम्रो लामी छाने दाई के भरे अगाडिको नाम विमल लामी छाने है उहाँको लागि पनि जोरदार ताली साथ दिनु होला यहाँप्रति सम्मान छ लौ दाई हजुरको गाउँमा के छपी होस् ल ठिक छ ल नि मेरो मित्रु यतातिर फेरि के छ ल आज पानीको पात सस्तो छ रबिनसँग हात मिलाम जस्तो छ है ल आज मजाल डोरी गाउने हो बच्चैदेखि गाइरहेको गाउनु पर्छ है ल त्यो सबैप्रति सम्मान लगायत यता ढोगने पूजने प्रति सम्मान छ यता टेक्निसियनमा रहनुहुने मित्रजनप्रति सम्मान छ के छ ल है राम्रोसँग पावर दिनु होला तपाईँको पावर मेरो पावर गरेर आज हाम्रो मोदी गाउँपालिकाको क्याङबासीको पावर हेर्ने हो मजाले घुमाइदिनु होला ल हो पावर पनि हुनु नभओस् न त त्यस्तो खाले सबैप्रति सम्मान जे जति छ सबैप्रति सम्मान यतातिर हाम्रो शिखर युवा क्लबका डान्सर भाइ बहिनीप्रति सम्मान छ अझै क्यामेरालाई सम्झनालाई देखाउने भनेर बिहान 10 बजेबाट सिँगारिएको बल्ल प्रस्तुति देखाउन पाउनु भएको छ